उच्चलाको खुट्टामा मासु स्टार पक्रेर बसिरहेको छु मम्मी उच्चला किन मासु खान्छ खै उबोला सोध न वा उच्चले मासु खान्छ मासु खान्छ त गीत जाले उच्चले चिल्ले चिल्ले लाटो बसेरले पनि लाटो बसेर भनेको उल्लु उल्लु थियो कि थिएन त्यहाँ बुढो उल्लु हो नि त कत्रो ठुलो चुच्चो कस्तो सेतो र सिधो छ बुढो उल्लु नै रहेछ अनि त्यो बुढो सेतो थियो र त्यो सेतो हुने बित्तिकै बुढो हुन्छ मुसो चाहिँ के थियो अरे बुढो मुसो किन कसरी थाहा पाएछ बुढो मुसो भनेर चाहिँ किनकि सबै सेतो छ नि त ए सेतो भएको मुसो चाहिँ बुढो हुन्छ कालो चाहिँ बुढो हुँदैन कालो चाहिँ जवान हो अनि तैँले अस्ति यहाँ हाम्रो घर छेउमा भुँडीखोर पनि देखेको थिएछ अरे त होइन कहाँ आएको थियो भन त आमा बुवालाई भन्दै त कहाँ आएको थियो निङमा दादाहरुकोमा आएको थियो पाँचवटा बाफरे एउटा त होइन पाँचवटा के खाएछ त्यसले अनि के पनि खाएन केही नखाइकन गयो हामीहरूले तीर्थमा डराएर भागो कस्तो खालको चाहिँ मान्छे हो यो तीर बोकेर हिँड्ने त राम हो त सिकारी हो तीर बोकेर हिँड्नलाई के भन्नुहुन्छ बुवाले के भन्नुहुन्छ बुवाले ओ यत्रो ठुलो हुन्छ त्यसको त मुख पनि यत्रो ठुलो हुन्छ केटाकेटी त खप्लाक्क मुखमा यस्तोमा घाँटीमा राखेर बोकेर कुदिन्छ त फेरि त्यसैखेर अनि त्यहाँ अरु के पनि थियो अरे अरु के थियो अनि त्यो त अरु मरेको मान्छेहरुको नि फोटो पनि थियो च्यान हौ च्यान च्यान पनि थियो च्यान गाडी च्यान गाडीमा रहेछ नि बेतनामा हामीले कुन किरा देखेको अरे कुन किरा देखेको अरे ड्रोन किरा ड्रोन किरा पनि थियो कस्तो थियो त्यो चाहिँ ड्रोन किरा कसरी गइरहेको थियो पानीमा देखा त कसरी होइन हौ पछाडि हो त्यहाँ सुतेर देखा न कसरी कस्तो गरिरहेको थियो ड्रोन किराले अरु के सुनाउनु छ बुवाले सुनाइहाल्लाई त्यहाँ मामा पनि सौनामा पनि आउनु भएको छ कि सोध आउनु भएको छैन त्यो सबिन मामा पनि जानु भएको थियो अहिले सौनामा आएपछि मलाई फोन गर्नु अरे भन्नु भन् मलाई फोन गर्नु अरे भन् सबिन मामा आउनु हो भने मलाई फोन गर्नु भन्दिनु किन फोन गर्नु तँलाई म सुनाउँछु यो कुरा भन्न त को हो र सबै कुरा सुनाउँछु भन न भान्जो होइन को अरे तिमी सौनामाको को अरे अनि मेरो नेमाजीको चाहिँ भान्जै हो के त भान्जै हो नि त अनि महेन्द्र बुवाको चाहिँ शारदा आमाको मेरो मेरो ए मेरो चाहिँ तपाईँ बादलको नाति त चाहिँ अनि मम्मी चाहिँ बुवा नमस्ते अनि मम्मी चाहिँ बान्दरको नाति नि के भन्छ सुन्दै हुनुहुन्छ नि महेन्द्र बुवाले महेन्द्र बुवाको बुवालाई बाँदर भन्दैछस् ओए लडो के भन्दै के तपाईँले